क्या झिलिमिल्ला छ लेक साइड आहा हामी यस्तो त भने यसले त सानो उलाएर हेर्छ मन्टु एभ्रीबडी हामी चाहिँ यो केटाका बसिसकेका छौँ क्याटवाकमा चाहिँ आइपुग्यौँ है अब हामी यहाँबाट यता हेलो एभ्रीबडी नमस्कार छ है सबैजनालाई आज चाहिँ म पोखराको लेक साइड जाँदैछु है अब जानलाई भनेर यहाँ दाइहरूसँग हामी अब निस्क्या हो होइन र अहिले चाहिँ म ठ्याक्क पोखराको रामबजारमा छु होइन अहिले चाहिँ लगभग रातिको 10 बजिसकेको छ अब हामी जाने भनेर यता दाइहरू निस्किँदै हुनुहुन्छ होइन म चाहिँ यता बाहिर आएर भिडियो गरिरहेको छु है अब हामी लेक साइड गएर डान्स बारमा हामी जान्छौँ होइन डान्स बारमा अब के कस्तो छ होइन पोखराको लेक साइडको अब डान्स बार के कस्तो छ अब तपाईँहरूलाई म देखाउँछु भिडियो अन्तिमसम्म हेरेर बस्नु होला है र मेरो यो पोखरा नेपाल युट्युब च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर छेउको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला र यदि भिडियो मन पर्यो भने एक लाइक पनि गरिदिनु होला है अब लेक साइड के कस्तो छ म सर र लेक साइडको पनि तपाईँहरूलाई देखाउँछु र लेक साइडमा गएर हामी आज डान्स बारमा जाने भन्ने सल्लाह भइरहेछ अब माहौलले अब के बताउँछ होइन भिडियो चाहिँ हेरेर बस्नु होला है त पवन गुरुङमा टुक्ने यसको दाइ देन्जो हान्सिसो गरे परेको छ र त्यहाँ झिलिमिल्ला छ लेक साइड आहा हामी यस्तो त भने यसले त सानो उलाएर हेर्छ मन्टु भन्नाले आज गुड फ्राइडे भएर हो यति धेरै मान्छेहरूको चलपल लेक साइडको झिलिमिल्ला देख्न सक्नुहुन्छ यस्तो रमाइलो छ दिन कहाँ रात कहाँ थाहै हुन्न होइन दिन र रात थाहै हुन्न क्या ल है यो र म त 2 बजे भन्ने मुगलिन जान्थे त नि एकचोटि गएको होइन त कुरा गर्ने होइन कि सँगै जान्थे कि जियोस् खानी ताका भनौँ न ल आइसकेँ म त हामी चाहिँ यो क्याटवाकमा चाहिँ आइपुग्यौँ है अब हामी यहाँबाट यता लाग्दैछौँ फेरि होइन के कस्तो छ अब हेरौँ ओपन हाउस रहेछ नि है
ल स्वर्ग फिल हुँदो रहेछ होइन फर्स्ट टाइम भन्दा म र देख्न सक्नुहुन्छ है यो चाहिँ ओपन हाउस हो क्याटवक आएको हो होइन ओपन हाउस एभ्रिबडी हामी चाहिँ यो क्याटवकका बसिसकेका छौँ यस्तो लाग्दो रहेछ है डान्स हान्नु न डान्स एकचोटि ल हेलो साथीहरू अब म चाहिँ घर फर्किन लागेको हो है अब अहिले रातिको 1:30 भइसकेको छ हैन म चाहिँ अब घर फर्किन लागेको हो है अब साथीहरू त त्यही अब क्लब भित्रै छन् अब मैले चाहिँ त्यस्तो ड्रिङ्क त्यस्तो केही पनि गर्ने बानी छैन के रे है अब साथीहरू चाहिँ लगभग अझै 1-2 घण्टा बस्छौँ भन्ने कुरो छ त्यही भएर म चाहिँ अब घर जानको लागि निस्किया हो है म चाहिँ यहाँ एकजना साथीलाई यता यो लेक साइडको स्ट्रिट नम्बर 9 बाट भित्र होटलमा छोडेर आएको हो अब म चाहिँ यो हल्लन चोकबाट चाहिँ सोझै माथि लेखनाथतिर लाग्छु है म चाहिँ अब फेरि भोलि बिहान मेरो 9 बजे चाहिँ दमौलीको टिप छ हैन त्यही भएर चाहिँ जियोस् अब तपाईहरुलाई अब मैले देखाएँ हैन लेक साइडको रमझम के कस्तो छ आज शुक्रबार आज गुड फ्राइडे भनेर पनि अब मान्छेहरुको चहलपहल छ हैन त्यही भएर म चाहिँ आउँदो दिनहरुमा पनि फेरि तपाईहरुलाई अन्य ठाउँहरुको भिडियो पनि अब लिएर आइराख्ने छु र मेरो यो पोखरा नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक पनि गरिदिनु होला हैन ल अब लेक साइडको रमझम तपाईहरुलाई अब धेरै थोरै मैले 1-2 झलक अब देखाइहाले के रे है हल्लन चोक पनि आयो अब म यहाँबाट चाहिँ सोझै माथि लाग्छु है अब पोखरा अहिले लगभग 1:30 पौने 2 नै भयो होला 40 भन्छ हैन 1:40 भयो अब चाहिँ म घरतिर सोझे अब घर पुग्दा 2 बज्छ खाना त मैले खारै आएको हैन अब घर पुग्दा 2 बज्छ अनि यताउता गर्दा 2:30-3 जस्तै बज्छ अब म सुत्दा अब 3 बजे सुत्यो भने अब म बिहान 8 बजे उठ्छु 4, 5, 6, 7, 8 म 5 घण्टा सुतेर फेरि उता 9 बजे दमौलीको टिप छ मेरो अनि दमौली गएर आउँछु है हुन्छ साथीहरु अब अर्को भिडियो आइन्जेलसम्मको लागि छुटाउँ है त
र सबैजनालाई गुड नाइट है। फेरि म तपाईँहरूलाई यस्तै रमाइलो ठाउँहरूको भिडियो ल्याइ नै राख्नेछु। ल हस् त सबैजनालाई गुड नाइट, बाई।